हेलो 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 हामी चाहिँ यहाँनिर उर्लाबारीको कुन ठाउँमा हो खोइ थाहा भएन भित्र रहेछ हैन। हामी चाहिँ यहाँ फन पार्कमा आएको छौँ। कस्तो राम्रो के यत्रो। अनि भोइस ओभर गर्ने चाहिँ को भन्नुहुन्छ होला। दिस इज मी, यो मोबाइल धनीको बहिनी। तपाईहरुले एउटा बोरा लिएर पनि आउनु होला। यहाँ घाँस्दै कति काट्नुहुन्छ घाँस हैन। टक्क हामीले चाहिँ सानो सानो यस्तो ब्याग लिएर आयौँ, त्यही भएर हामी घाँस काट्न सकिनौँ। दिदीले पनि घाँस काट्नु पर्ने थियो, एउटा सानो झोला लिएर आउनु। झोला देखाइदिनुहोस् त दिदी तपाईको। त्यही भएर हामी घाँस काट्नु सकेनौँ। ओ माई गड, यस्तो चाहिँ प्लिज नगरेको भए हुन्थ्यो। तपाईले यो कहाँ हाल्नुहुन्छ त? अब कुन झोलामा हाल्नुहुन्छ कि के गर्नुहुन्छ कि? अब यो चोरहरूको चाहिँ कहीँ केही लाग्दो रहेछ हैन। यसरी चोरले फुलहरू हैन, उहाँहरूलाई कम्तीमा पनि 2000 देखि 5000 सम्मको जरिमाना गराइदिनुहोस्। भेस्टी छोप्दै हुनुहुन्छ उहाँहरूले यसरी। सी इज द भेरी ट्यालेन्टेड चोर। टाउकोमा सिउरिनु न त्यो एउटा फुल चाहिँ। अब चोरहरूलाई कहीँ गए पनि यस्तो मनोरञ्जनपूर्ण ठाउँमा पनि चोर्दैछन्। गाइस उनीहरू त यहाँ वृद्ध बालकहरू ल भयो। यस्तो यस्तो यो कहीँ देख्न पाउँदैन, यही है गाइज। अरूतिर त दिँदैन होला। यहाँ आज के तोडफोड हुने भयो। यहाँ एक्लै आफ्ना छोरालाई पनि हराउँदैछ नि। यस्तो पनि दृश्य देख्न पाइन्छ। भयो बाबा, सानो बच्चा। ओहो ल, यो के देख्नु पर्दैछ? यो के देख्नु पर्दैछ?